यस्तो कमेन्ट पढ्दाखेरि रुने के हाँस्ने। तर जे होस्, म कमेन्ट गर्ने भाइसँग रिसाएको छैन। म जहिले पनि हरेक कुरालाई पोजिटिभ लिन्छु अनि यो रिप्लाई गरेको भिडियोले पनि पोजिटिभ सन्देश जाओस् भन्ने म चाहन्छु। अनि भाइले सचिन भाइको बाबा अथवा उसलाई कलौटे भन्दा चिन्दा रहेछन्। कलौटे दाजुसँग मेरो जुङ्गा र जात मात्रै मिल्ने हो भाइ, तर व्यवहार र सोच उसको मेरो फरक छ। ऊ आफ्नो छोराको नाम बेचेर विदेशमा दुःख गरेर कमाउने नेपाली दाजुभाइसँग डलर झारेर आफ्नो परिवार पाल्न खोज्छ। तर म मेहनत गरेर आफ्नो मेहनतले यो ठुलो अमेरिका जस्तो सहरमा 2टा जोडिएको बस यति भिडमा यो कुदाएर कमाएर आफ्नो परिवार पाल्न चाहन्छु। यति नै फरक छ। जुङ्गा र जात मात्रै मिल्छ, अरू केही पनि मिल्दैन। सबैजनाको दिन शुभ रहोस्। थ्याङ्क यू।